साथीहरु, यो भिडियोमा दुईजना दाजुहरूले इटा सिमेन्ट र बालुवाको सहारामा नेपालको राष्ट्रिय झण्डा बनाउँदै हुनुहुन्छ है। यो भिडियो अन्तिमसम्म हेर्नुहोला, साँच्चै मन छुने खालको छ। हेर्दा यो काम साधारण जस्तो लागे पनि यसको पछाडि लुकेको मेहनत, धैर्य, लगन र देशप्रतिको भावनाले यसलाई विशेष बनाउँछ। इटा, बालुवा, सिमेन्ट जोडिँदा त्यति बेला उहाँहरूको लागि यो केवल बनावट मात्रै थियो होला, तर बिस्तारै हेर्दै जानुहोस् नेपालको झण्डाको आकृतिले रूप लिन थाल्छ नि, त्यस बेला यसले बोक्ने महत्त्व र गर्वलाई गहिरोसँग महसुस गर्न सकिन्छ। हाम्रो राष्ट्रिय झण्डा हाम्रो पहिचान हो, त्यसले बोकेको इतिहास हाम्रो शक्ति हो र देशका लागि ज्यान समेत अर्पण गरेका बलिदानीहरूका सपना यसकै छायामा जिउँछन्। त्यसैले यी दाजुहरूले यति सफा मनले यति सुन्दर तरिकाले बनाइएको यो कला हेर्दा मन अझै गर्वले भरिन्छ। देशलाई माया गर्नु भनेको केवल शब्दमा सीमित कुरा होइन, साना साना कामबाट पनि देशको प्रेम देखाउन सकिन्छ भन्ने प्रमाण यिनै दाजुहरूले दिनुभएको छ। उहाँहरूलाई यस्तै सृजनशीलता र देशप्रेमका लागि मनदेखि सलाम छ। यदि तपाईहरूलाई पनि यो मेहनत, कला र देशप्रतिको माया मन परेको छ भने कृपया यो भिडियो सेयर गर्नुहोस् र यस्तै रमाइला, सकारात्मक र प्रेरणादायी भिडियोहरू हेर्न चाहनुहुन्छ भने फलो गर्न नबिर्सनु होला। जय देश, जय नेपाल आमा।